नेपाया जल खलदे भारतीय उत्तरी पूर्वी राज्य व दार्जिलिङे आपला नेवार समुदाय त बसोबास याना वया चुङ्गुदु अन इमिस जन्म निश्चय मृत्यु संस्कार सिके बुके जया त नेवा गुर्जु तैगु अभाव्य कारण आपला कठिनाई फैमला चुङ्गुदु छोले अनता यी निसे गुर्जु पुरोहितिया जयाना वया चुना दिमा गुर्जु अलङ्कार प्रदान नेवा गुर्जु तालिमिया जाजोन हाका दिगुदु नेवा भा व तजिलजी बनेको थी को स्थापना गरेर यसमा नेवार जातिले परापूर्व कालदेखिको पालन गर्दै आइरहेको पूजा विधिलाई संस्कार अनि परम्परालाई तपाईले अगाडि बढाइदिनु पर्छ भनेर प्रस्ताव यहाँबाट आयो। म पनि त्यस्तै खोजिरहेको थिएँ। मैले हुन्छ भने तुरुन्तै भारतीय दार्जिलिङ जिल्ला या मिरिके थुगु गुर्जु तालिमिया जाजोन हना चंगुदु नेवा भा व तजिल्ला जिबने कुठिया कोसले व नेवा बुद्धिस्ट रिसोर्स एन्ड वेलफेयर सोसाइटी या प्रायोजक ह्यागु थुगु तालिम वैगु सेप्टेम्बर महिना तक हेगु थका कोसा खलक जानकारी बिउगुदु आज भन्दा धेरै वर्ष अगाडिदेखिको 2017 सालदेखिको सिक्किममा नेवार गुर्जुहरूलाई तालिम दिइरहेको छु। समयको आवश्यकता थियो। नेवारहरूले संगठन त थुप्रै गरे तर भाषा संस्कार संस्कृति प्रति कसैले चासो दिएन। तालिमे झिमपछि छार्ती तैगु बोटी दुगु व थुगु तालिमा भारतीय उत्तरी पूर्वी राज्य व दार्जिलिङे बसोबासी पिन नेवार तैगु सिके बुके जया त सहज जुगु विश्वास दुगु थका जाजोया प्रमुख गुर्जु अलङ्कार प्रदान जानकारी बिउगुदु सिक्किमको देन्ताममा सिक्किम नेवा गुठी अनि देन्ताम नेवा गुठीको संयुक्त आयोजनामा सन् 2017 सालमा नेवार पुरोहित तालिम केन्द्र स्थापना गरियो देन्तामको बेगामा, जसमा काठमाडौँबाट किर्तिपुरका बाबु राजा राजोपाध्याय शर्मा अनि म दुईजना भएर नेवार केटाहरूलाई पुरोहितको तालिम दियौँ। त्यसपछि यता खरसाङमै सिक्किमकै केटाहरू भए, डुवर्सका केटाहरू भए, उहाँहरूलाई तालिम दिने निजी प्रयासमा तालिम दिइरहेका थिए। अहिले पनि दिइरहेका छु, जसको फलस्वरूप हामीले नेवार पुरोहितहरू पाइरहेका छौँ। प्राणी रक्षया करे।